भ्रमण वर्षको अवसर पारेर यो 2082लाई कोशीलाई एउटा पर्यटन मन्त्री कोशी प्रदेश बनाउने जुन उद्देश्यका साथ नीति कार्यक्रम आयो, के उत्साहका साथ हामी स्थानीय सरकारहरू पनि लाग्यौँ। त्यसमाथि पनि म आफू पनि पर्यटन व्यवसाय भएकोसँगै हामी केही न केही यो कार्यक्रममा हामी अथवा चाहिँ कोशी प्रदेशको नीति कार्यक्रममा हामी सहभागी भएका थियौँ। मलाई लाग्छ कि धेरै पत्रकारज्यूहरूले वक्ताहरूले धेरै कुराहरू यो कार्यक्रमको विषयमा टिप्पणी गर्नुभएको छ। मलाई लाग्छ यो वर्षको अन्तिम समयमा पनि छौँ, त्यो भएको हिसाबले पनि कता कता कोशी प्रदेश यो यस्तो राम्रो कार्यक्रम ल्याउँदै पनि चुक्यो कि कार्य सम्पादन गर्ने कुरामा चुक्यो कि भन्ने लाग्छ। सम्बन्धित प्रदेश पर्यटन मन्त्रालयका मन्त्रीज्यू स्वयं हुनुहुन्छ, पक्कै पनि उहाँले धेरै कुराहरू राख्नुहुने छ यो विषयमा। तर कार्यक्रम सुरुवात भएको छ। मलाई लाग्छ कोशी प्रदेशले जुन ढङ्गबाट सुरुवात गरेको छ यसलाई हामी एउटा पोजिटिभ ढङ्गबाट लिनुपर्छ जस्तो मलाई लाग्छ। किनकि यसलाई एउटा प्रचार प्रसार गर्ने एउटा उद्देश्यका साथ ती प्रचार प्रसार गरेका गन्तव्यहरूको चाहिँ पूर्वाधार विकास गर्ने कुराहरूमा मलाई लाग्छ सुरुवात भएको छ। अझ बढाइदिनु आवश्यकता छ। आउँदो वर्ष आउने बजेटहरूमा मलाई लाग्छ कोशी प्रदेश सरकारले अझ महत्त्वपूर्णका साथ लगानी गर्छ र पर्यटन क्षेत्रहरूको विकासमा अझ सुदृढ काम गर्न सक्छ भन्ने मलाई लाग्छ। आजको यहाँको सल्लाह सुझावले कोशी प्रदेश सरकारले त्यो सल्लाह सुझाव प्राप्त गरेको छ र भन्न चाहन्छु कोशी प्रदेश अन्तर्गत पर्यटन कार्यालय धरानबाट जुन आर्थिक रूपमा सहयोग भएको छ र संयोजन गर्नुभएको छ कोशी पत्रकार महासङ्घ कोशी प्रदेशले र यो सम्भावना भएको ठाउँ मलाई लाग्छ धेरै पत्रकारज्यूहरू जो अग्रज पत्रकार साथीहरू हुनुहुन्छ, अग्रजज्यूहरू हुनुहुन्छ, भेटा आएर धेरै पटक कार्यक्रमहरू गर्नुभएको छ। भेटा त्यो सँगसँगै